कति मिटर अरे? कति मिटर? 100 मिटर? 100 मिटरको पाइप 50 mm को निबो खोलाको माछा मार्दै हामी चाहिँ सट्र लाएर यहाँ माछा खाने हाम्रो प्लान छ। धेरै त होइन, 1.5 किलोसम्मको चाहिँ छ अरे भन्ने कुरा छ। यहाँ फेरि आधुनिक तरिकाले माछा मार्दै यहाँ चाहिँ फेरि यो तरिकाले माछा मारेको कसले देख्नु भएको छ होइन अहिलेसम्म। ल यस्तो गएर पानी चाहिँ यहाँ तल पठाइदिने सर्लक्क लाएर। तर के बाटो भन्नुहुन्छ होला होइन, एकछिन पछि वेट गर्नुहोस्। हिलो ल्याएन त्यो कि कसले हिलो टाइँदैन अरे? कुङ्बा यहाँ 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 हेर्नु त कुङ्बा, यहाँ त्यहाँ हेर्नु न, हात हलाउनु त्यहाँ। बाहिर छ हौ सन्देश। 2081 माछा मारे यो चाहिँ। 2 शब्द जाओस् त यो यसको बारेमा। यो चाहिँ हाम्रो ढडिया मार्ने ठाउँ हो, माछा मार्ने ठाउँ। यहाँ आज 7 केजी निस्किन्छ भन्ने अनुमान गरेको छु। माछा चाहिँ यता छन् कि यता छन् त? माछा चाहिँ यता छन्। यता ल पछि कसरी अब पानी फाल्ने भन्ने कुरा भइरहेछ होइन। यो आइडिया चाहिँ कसको? यो के अरे पाइप, होम पाइप चाहिँ मुकेशको हो। लागि परेका छन् साथीहरू होइन। ड्युटी चाहिँ कडा दिनुपर्छ है।